हेलो गुड मर्निङ नमस्ते खाम्री म है म चाहिँ किन आएको है आज बिहान बिहान भनेर धेरै दिन बादमा म भिडियो लिएर आएको छु तपाईहरुमा है म चाहिँ मौरीको मात्रै हाल्छु तपाईलाई थाहा छ एउटा दुईटा जस्तो भइसक्यो भिडियो हालेको है तपाईलाई मन पर्यो भने सब्स्क्राइब लाइक गरिदिनुहोस् आज बिहान नै म चाहिँ जंगल आएको छु अनि यहाँ यताबाट आएको म चाहिँ हेर्नुस् यो यहाँबाट चाहिँ म आएको है यताबाट यहाँतिरबाट चाहिँ म यहाँबाट चाहिँ आएको म लगभग आधी किलोमिटर यो चाहिँ मेरो गाउँ चेक्रा है चेक्रा खास मल हो म चाहिँ किन आएको भन्दा चाहिँ मैले चाहिँ अब सुनेको थियो भिरतिर डोरहरु राख्यो भने मौरी आउँछ भनेर है मैले पनि एउटा डोर चाहिँ ल्याएर चाहिँ त्यसरी नै भिरमा राखिदिएको थियो र हेर्नु चाहिँ गएको थिएन म 8 दिन 9 दिन भएको थियो है हिजो भर्खरै है बेलुका बेलुका गएको थिएँ हेर्नु तर त्यहाँनिर त अलरेडी नै मौरी आएर काम गर्दै रहेछ तपाईलाई पनि म देखाउने छु मैले पनि यस्तो फर्स्ट टाइम गरेको है ट्राईको लागि गरेको राम्रो सक्सेस भएछ मौरी आएर पनि एकदमै काम गर्न थालेछ तपाईले पनि गर्न सक्नुहुन्छ यसरी नै राख्न सक्नुहुन्छ यसरी डोर यसरी भिरहरुमा राख्नु पर्दो रहेछ मलाई पनि थाहा थिएन हिजो अस्ति भर्खर राखेको ट्राईको लागि आइछ मौरी तपाईलाई म देखाउने छु हेर्नुस् है यस्तो जंगल छ यहाँबाट उन्दो चाहिँ गएको म अस्ति है तर म आज यो बाटो त म जान्दिनँ किनभने यहाँ चाहिँ भिड छ एकदमै डरलाग्दो भिड छ यो बाटो चाहिँ म आए अस्ति त उता बाटो थियो टक्कै यो बाटोबाट यहाँबाट पनि रहेछ बाटो मलाई थाहा थिएन है उताबाट गएर चाहिँ म तपाईलाई देखाउँछु कसरी चाहिँ आइछ है मौरी के गर्दा चाहिँ आउँदा रहेछ भन्ने चाहिँ मैले पनि थाहा पाएँ यो पालि हेर्नुस् यहाँ भिरमा चाहिँ मैले राखेको छु हेर्नुस् त्यो डरलाग्दो भिड छ यहाँनिर म चाहिँ जाँदैछु देखाउँछु यहाँबाट देख्न सक्नुहुन्छ तपाईले डर है मौरीको यो राखेको चाहिँ 8 दिन 9 दिन चाहिँ भयो धेरै भिड छ लो देख्न सक्नुहुन्छ पुरै काम गर्दै रहेछ हेर्नुस् पुरै काम गर्दै रहेछ है आएर पनि थाहा थिएन मलाई हिजो मात्रै थाहा भएको यसरी राखिदिएको थियो ट्राईको लागि आएर पनि पुरा काम गर्दै रहेछ त्यो भिड छ यहाँ चाहिँ है त्यो भिडमा चाहिँ राख्नु पर्दो रहेछ हेर्नुस् तपाईले पनि यस्तै गर्न सक्नुहुन्छ दामी छ है मौरी पनि भक्कु छ जस्तो लाग्यो यसमा यहाँ जुम गर्दा हिँड्छु है राम्रो छ एकदमै हुन्छ आजको लागि यति हो तपाईहरुलाई है फेरि पनि भेट्दै गरौँ राम्रो भिडियो लिएर आउन सकौँ है तपाईहरुमाथि